म आज घर पुगेँ होइन कोरियाबाट 2.5 सालपछि घर पुगेँ हूँ आफ्नै भाषामा बनाउन भिडियो होइन यसलाई मेरी मम्मी हन् यसलाई मेरा डेडी हन् कस्तो लाग्यो डेडी तपाईँलाई बोल न अलि हाँस न तिमी हामीलाई रमाइलो लाग्यो छोरो घर आउन पाए कति वर्षपछि कहाँ झड्यो भन के हो भन भन बोल 2.5 वर्षपछि घर आयो मेरो छोरा कति माया लाग्यो अरू भन न भन कस्तो लाग्यो छोरा कस्तो दुब्ला खाइ मोटा खा कालो भाइ गोरो ठिकै छ न गोरो न कालो ठिकै छ न दुब्ला खाऊ मोटा खाऊ दुब्ला नि तत्तिकै रहेछ कहिले बाडे खाऊ छोटो भाइ खाऊ बाट त बाड्डे नै बोल्नु मान्छे बाडे खाऊ म डेडी के बोल्यो तिमीले है यिनीहरू मेरो डेडी छन् छोराले कोरियाको यात्रा एकदम सफल बनाएर आएको छ आज एकदमै खुसी छु म सँगै हुन पाउँदा अब एकदमै अझ मोटरसाइकलको उपहार गिफ्ट मोटरसाइकल पाउँदैछु ठुलो खुसी त्यही छ मेरो लागि म पनि त्यो मोटरसाइकल किन्नु धेरै खुसी हुन्छु मेरो डेडीलाई होइन आज म यहाँ डेडी र मम्मीको बिचमा सिन्ला होइन उहाँ त हिँड्नेले एक्लै सिन्छ यहाँ आएर बिचमै दुईको माया पाएँ हौ धेरै खुसी लाग्यो आमाको भने अब के भन्ने मम्मी अरू मान्छेलाई भिडियो हेर्दा के भन्ने ठिकै छ मेरो छोराको राम्रो सधैँभरि यसरी हाँसी खुसी रहनु सधैँ हाँस चाहिँ मनबाट कति के थाहा छैन होइन मन त अब डेडी के भन्ने के भन्ने हो डेडी त यति राम्रो बोल्दा डेडी छ अझै पनि छोरो जाओस् एकदमै शुभयात्रा अझ छोरालाई जाँदाखेरि अझ योभन्दा प्रगति होस् छोराको गएपछि होइन हामी यहाँ एकदमै छोराको आशा मानिएर बसेका हुन्छौँ सधैँभरि छोराको आश भरोसा छोराकै हो जाडी भए जाडी भएर गुडमुन्डो भएर बस्यो आश भरोसा छोराकै छ अनिलको केही विश्वास छैन तेरै भरोसामा बचे अब के गर्ने यस्तै छ जिन्दगी बाबा पनि आउनु बोलो अब म घर आएँ हौ घर के आउँ भन्दै मम्मी मेरो छोरा घर आफ्नो मामाको बिहामा नि आयो अनि आएको बेला बर्तीमा गद्दो बड्यो हो बाल सबै काट्छ भने क्या बाल पनि काट्नु हो राम्रो भयो खुसी भयो हामी खुसी भयो सबै भाइ मामाहरू भान्जा भान्जी सब आउनु पाएँ म खुसी भएँ ओके यति हो आजको भिडियो होइन म घर निकै पुगेँ एकदम खुसी लाग्यो आमाको पनि यति चाहिँ खुसी भएँ म अझ यहाँ डेडी मम्मीको बिचमा सुने पाएँ होइन अझ तेरा बजी भइदियो कति रमाइलो हुन्थ्यो मेरा मामाहरू बजी छन् अब रमाइलो होला अब यति भन्नु है मम्मी अब बाई बाई अन्य बोन